एभ्रिवान वेलकम टु माई भिडियो। आज चाहिँ रक्षाबन्धन हो। अन्त रक्षाबन्धनको टाइममा चाहिँ लास्टसम्म पनि हुन्छ होइन। त्यही भएर हाम्रो घरमा चाहिँ आमाले एभ्री इयर यसरी नै ठुलो पूजा गर्नुहुन्छ। पूजा सकिसकेर चाहिँ यहाँ हेर्नुहोस् न, म दादाहरूलाई राखेर चाहिँ अब राखी बाँधिन स्टार्ट गरेको हो। राखी बाँध्दै गर्दाखेरि चाहिँ दादाले यस्तो यस्तो गीतहरू बजाउनु भयो होइन। अन्त मैले चाहिँ मेरो ठुलो दिदीलाई पनि पुरा मिस गरेँ। ऊ र म एभ्री इयर हुन्थ्यो सँगै हो राखी बाँधिँदा। बट यो इयर चाहिँ लास्ट इयर एन्ड यो इयर चाहिँ ऊ छैन हामीसँग हो। अन्त यसरी नै विशाल दादा र म चाहिँ हाई भन्ने छ होइन। आमाले अन्त मेरो हातमा पनि त्यो बन्धन बाँधिदिनु हुँदैछ। अन्त दादाले मलाई मिठाई पनि खिलाउनु भयो। मैले चाहिँ बिहानदेखि पानी पनि खाएको थिइनँ होइन। दादाले नै फर्स्ट बाइट खुवाउनु भयो। अन्त राखी साखी लगाइसकेर चाहिँ अब मोस्ट इम्पोर्टेन्ट कुरा आउँछ खुट्टा ढोक्ने होइन। म चाहिँ पुरा एक्साइटेड हुन्छु यो टाइममा चाहिँ हो। किनभने चाहिँ हामीले चाहिँ राखीको टाइम र भाइटिकाको टाइम चाहिँ एकदम अब दाजुभाइहरूले चाहिँ खुट्टा ढोकाउने चाहिँ परम्परा छ नि त होइन। अन्त मलाई मजा लाग्छ। अन्त यहाँ चाहिँ मलाई राजकी दादाले मिठाई पठाइदिनु भएछ। थ्याङ्क यू राजकी दादा तपाईँलाई। घरको पूजा सकिसकेर चाहिँ हामी महाकाल मन्दिर गयौँ होइन। जाँदा जाँदा बाटोमा माता झाँक्रीहरू पनि भेट्यौँ। आज चाहिँ ढ्याङढ्याङे पूर्णे पनि हो नि त। त्यही भएर सबै माता झाँक्रीहरू आफ्नो वस्त्र लाएर चाहिँ आउनुहुन्छ। यहाँ हेर्नुहोस् न कस्तो दामी दामी हुन्छ है। अन्त माथिबाट हुँदैछ कति पिसफुल छ नि महाकाल मन्दिर त। पुरा मनपर्छ मलाई त। गइरहनु त्यहीँ बसिरहनु मन लाग्छ। यति शान्ति हुन्छ। भानुमा त हामी पनि पुरा हिँड्थ्यौँ ढ्याङढ्याङ पूर्णिमा। अब अहिले त ठुलो भयो हो। अन्त यहाँ हेर्नुहोस् न कस्तो मजाले गर्नुभएको। थ्याङ्क यू फर वाचिङ।